बजारतिर हल्का काम पनि थियो अनि हावा खाँदै बाहिर निस्किरहेका छौँ साथीहरू। सबैजनाले भिडियो अन्तिमसम्म हेरेर साथी गर्नुहोला। मसँग साथी हुनुहुन्न भने सबैजनाले साथी बनाउनु पनि सक्नुहुन्छ। घरतिर पुगिँदैछौँ अनि अब सर लिन आउनु भएको बाइकमा घरदेखि अनि त्यसैले हामी सर आउँदैछौँ हिँड्दैछौँ अलिअलि। हामी गर्मी भएर बेलुकामा निस्केको सामान पनि किन्यौँ अनि छुट्टा सामान ल्याएको छु अनि छोरीको र मेरो साथ भइरहेछ अहिले। यस्तो रातिमा भ्लग बनाउने को होला साथीहरू? झर्ला खत्री हो है रातिमा भ्लग बनाउने। दिनभरि घरमा सुत्ने अनि रातिमा आएर भ्लग बनाउने। गर्मीले बाहिर निस्किन सकिन्न क्या दिउँसोमा, अनि त्यसैले रातिमा निस्किरहेको। एकदम आनन्द हुँदो रहेछ बेलुकामा हिँड्न।
देखिराख के क्यामेरा पनि कालो के यस्तो जातिविति नराम्रो छैन है साथीहरू मेरो क्यामेराको क्वालिटीले त्यस्तै छ तल्लोमाथि कहाँबाट जानुपर्ने के बाटो छ अरू त लाग्छ रात परिसक्यो साथीहरू हामी त घर किन्ने भनेको सामान किन्दा किन्दा रात परिसक्यो क्या हामी राति नै आइरहेको छौँ आउनु 5 बजिसकेको छ घरबाट आउँदा त्यस्तो अँध्यारो बेलुकाको दृश्य यस्तो छ साथीहरू बजारको दृश्य यस्तो छ हेर्नु है त साथीहरू हामी चाहिँ अब यहाँदेखि रोड क्रस गर्छौँ अब सर आउँदै हुनुहुन्छ उताको बाटोबाट जाम न त जाम पनि क्रस गरिसक्यौँ अनि उता सर पनि आइसक्नु भएको छ साथीहरू अब हामी यो ब्यागमा बसेर जान्छौँ है त घर हेलो साथीहरू हामी चाहिँ बजारदेखि घरमा पनि आइसक्यौँ घरमा आउँदा एकदम रात पनि परिसकेको छ अनि एकदम राति गइरहेका थियौँ बजार पनि अनि सामान किन्दा यताउता गर्दा ढिलो पनि भइसक्यो अनि हामी बाइकमा आउँदा जाँदा त हिँडेर गएको थियौँ अनि बजारमा खासै भिडियो बनाउनु पनि पाइएन रात परिसक्यो जाँदा जाँदै एकदम राति गइरहेको थियो नि त त्यसैले अनि दिउँसोमा लास्टै गर्मी हुने अनि त्यसैले बेलुकामा निस्केको अनि म चाहिँ घरमा आउँदा अनि खानासाना खाएर अहिले हावा खाँदै बसिरहेको बेलुकामा बाहिर अनि मेरो छोरीहरू यता होमवर्क गरिरहेका छन् अहिले देख्न सक्नुहुन्छ साथी यता चाहिँ मेरो छोरीको पढाइ लेखाइ चम्किरहेछ साथीहरू देख्न सक्नुहुन्छ होमवर्क गर्दैछन् छोरीले भ्लग बनाउँदा पनि कता डिस्टर्ब भइहाल्छ क्या फेरि कता भाषण आइरह साथीहरू नाम के होला हेलो छोरी नाम मेरो वर्षा खत्री ए स्कुलको नाम पनि वर्षा खत्री नै हो मीना खत्री अनि स्कुलको नाम के हो श्री अमरज्योति माध्यमिक विद्यालय
देख्न सक्नुहुन्छ साथीहरू। किसको होमवर्क हो यो? यस्तो खरखर आफै लेख्न आउँछ? मलाई त आउँदैन त हो छोरी। पढ्ने मान्छेको कपाल देख्न सक्नुहुन्छ। कपाल के हो यस्तो लामे लाम। म चाहिँ पुरा बनिरहेको क्या भलक गराउने के भन्छन्। अरू के छ त छोरी खबर? आजको बजारको यात्रा कस्तो भयो? फेरि जाने भोलि? भोलि जाने कि न फेरि? काम भयो मात्र जान्छन् र फेरि भलक बनाउन जानु पर्यो त भोलि। अहिलेसम्म भिडियो हेरेर साथ सपोर्ट गर्नुहुने सम्पूर्ण साथीहरूलाई थ्याङ्क यू सो मच। यस्तै भिडियो लिएर फेरि पनि आउने नै छु साथीहरू। अहिलेसम्म मसँग साथी हुनुहुन्न भने सबैजनाले साथी पनि बनाउनु होला। हजुरहरूको दिन सुखमय बितोस्। ओके, बाई बाई।